मेरो प्रश्न प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुहोस् चुनाव लड्नुहोस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र म आफै लडेको होइन र हजुरहरूसँग चुनाव, म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो चुनावै लड्छु भनेर लडेको होइन र तपाईँहरूसँग चुनाव लडेर सकिन्छ। हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएका छन् तपाईँलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ? तपाईँलाई लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुहोस् त, तपाईँले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईँले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नु भयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त, तपाईँको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? ठेकदारले सम्हालेको होइन तपाईँको चुनावको कमान्ड सबैले। अनि तपाईँको लगभग सहरहरूमा त सकिन्छ। अमरगढीमा तपाईँ पुरै क्लिन सुपै हुनुभयो त तपाईँलाई थाहै छ। परशुराममा तपाईँ क्लिन सुपै हुनुभयो थाहै छ। गाउँ गाउँमा कसरी सक्ने? मैले पनि के गरेँ भन्दै गर्दाखेरि गाउँमा तपाईँहरूको भ्रष्टाचारको पैसामा कसरी लड्ने? अझ अहिले त देशमा चरम निराशा हुनुको अर्को प्रमुख कारण के भन्दै गर्दाखेरि तपाईँका कार्यकर्ता बाहेक देशमा अरू कोही पनि बाँच्नै नसकिने स्थिति भयो। म जस्तै सबै बाहिरिए। अबको चुनावमा पनि हेर्नुहोस् त, अबको चुनावमा के बाटो छ जस्तो लाग्छ तपाईँहरूलाई? न तपाईँले विदेशकालाई भोट हाल्न दिनुहुन्छ, न सोल्युसन छ, न समाधान छ। एउटा घुम्रामा एउटा बाकसमा राखेर नेपाली जनतालाई कोचेपछि अनि नेपाली जनतामा फ्रस्ट्रेसन हुँदैन? जहिले पनि फ्रस्ट्रेसन। यसको उपाय के हो भन्नुहोस् त? प्रचण्डजीलाई पनि मेरो प्रश्न हो। तपाईँले हेर्नुहोस् त, भाग्दा 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 उहाँ गोर्खाको कुनामा गएर जम्मै पिटपाट गरेर ठकठाक गरेर चुनाव जितेको होइन? अझै चुनाव आऊ लड्ने भन्ने तपाईँले लाज शरम लाग्दैन हजुरहरूलाई?